नमस्ते साथीहरू, आज पनि म हजुरहरूको अगाडि उपस्थित भएको छु। यस्तो महत्त्वपूर्ण कुरा लिएर उपस्थित भएको छु साथीहरू। म आज संसारकै सबैभन्दा ठुलो युट्युबर जसको चाहिँ 460 मिलियन भन्दा बढी सब्स्क्राइबर रहेको छ र उसले सब्स्क्राइबर कसरी सब्स्क्राइबर बनाएको थिए भन्ने एउटा इम्पोर्टेन्ट भिडियो लिएर आएको छु, जुन भिडियोमा मैले यहाँनेरि प्रत्यक्ष देखाएको छु। र यो उसको एउटा सब्स्क्राइबर बनाउने आइडिया र सब्स्क्राइबर ल्याउने आइडिया सिक्नुभयो भनेदेखि लगभग तपाईँको च्यानलमा पनि महिनामा लगभग 10,000 सब्स्क्राइबरसम्म आउन सक्छ र 10,000 सब्स्क्राइबर आउने खालको भिडियो बनाउन सक्नुहुन्छ साथीहरू। यो भिडियोमा मैले उसको एउटा भिडियो देखाएको छु, कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र कृपया राम्रोसँग ध्यान दिएर हेर्नुहोला र बुझ्नुहोला। उसले चाहिँ भिडियोमा देखाएको छन् 10 लाख पुग्नलाई 2%ले बाँकी हुन्छ र 1% त आउँछ र लास्टमा 1% बाँकी हुन्छ। त्यो 1% बाँकी हुँदाखेरि 99 भएपछि चाहिँ रोकिन्छ। 10 मिलियन पुग्नको लागि 1 सब्स्क्राइबरले रोकिन्छ। अनि त्यो 1 सब्स्क्राइबरमा चाहिँ किन रोकिएको भन्दाखेरि त्यो बाँकी रहेको 1 सब्स्क्राइबर चाहिँ हजुरले गर्नुहुन्छ भनेर। जसकोमा भिडियो पुग्छ, उसको भिडियो जसकोमा पुग्छ, त्यो भिडियोमा त्यो 99 देखिसकेपछि जसलाई पनि त्यो भिडियोमा चाहिँ सब्स्क्राइबर गर्नु मन लाग्छ भनेर उसले चाहिँ त्यस्तो खालको भिडियो बनाएको। हेर्नुहोस् है नभए यो भिडियोमा एकचोटि देख्नु त कति रमाउँछन् लास्टमा चाहिँ। अनि 99 भएपछि रोकिन्छ। किन भन्दाखेरि त्यो 99 देखिसकेपछि जसलाई पनि भिडियोमा सब्स्क्राइबर गरिदिनु मन लाग्छ, लाइक गर्न मन लाग्छ, त्यही भएर।